हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो डे 9 मिनी ब्लगमा। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु। आज चाहिँ सबैले उठेर मैले चाहिँ घरमा पानी परेर चाहिँ एकदमै ठुलो, अनि त्यसै छतमा गएर भन्दैछु हेर्नु पुरा छत त डगमक्क भएर ओभर लोड भएर फुल भएर चाहिँ तलतिर खसिरहेको रहेछ भने बारीहरू सबै भिजिरहेको रहेछ। पुरै टिल्ली भएको रहेछ असार साउन जस्तो। यो त जेठको महिना हो। यो 14-15 गतिको भिडियो चाहिँ मैले अहिले बल्ल पोस्ट गर्दैछु। अनि त्यस पछाडि मेरो चाहिँ यो छतहरू हेर्न पुरा टिल भएर पनि भित्र पनि त्यस्तै भएको रहेछ। अनि त्यस पछाडि मैले चाहिँ तल आउँदैछु। मेरो हतिली बिजोग भएको रहेछ। तल पनि डब्बाहरू पुरै खेतमा लगाएर खेतको छतको पानी पनि खेतमै बगेको, अनि माथिको पानी गर्दाखेरि छत पनि पुरा भरिरहेको। यता पनि मैले बिउ राखेको, बिउ पनि सबै बगाएर लयो भने यता पेटी पनि पुरै भिजिरह। पानी धेरै ठुलो आएको रहेछ। दिउँसो रातिसम्म 3 बजीसम्म त आएन, 3 बजी पछाडि चाहिँ आएछ। अनि मैले चाहिँ पुरा घरको भिजिटिङ गर्दैछु। टिनहरू पनि उडाएर लगेछ भने मकैहरू पनि पुरा त्यस्तो गराइरह। पुरा जताततै पानी छ। त्यस लगतै म छतमा आएँ। छतमा आएर देखाउँदैछु हेर्नु न, सबै भरिरहेछ। अनि त्यस पछाडि मैले चाहिँ कोठामा स्टोर कोठामा हेर्नु न, सबै बोडी मकै गहुँ दालहरू सबै भिजेर सबै नष्ट भएछ। अनि पौडी खेल्ने जस्तो नै भएको कि मैले एकातिर चाहिँ ढलाइ गरेकी थिएँ, पानी हल्का बस्थ्यो। अनि त्यस पछाडि त्यसको फाइदा चाहिँ यता अर्को ढोकातिरबाट भित्र पानी पसेर स्टोर रुममै पानी पस्ने भएछ। अनि हाम्रो मौसम यस्तो छ। त्यस लगत्तै म तल आइसके पछाडि हामीले चाहिँ समसमटर लिएर खायौँ। अनि त्यसको दिउँसोपल्ट फेरि हाम्रो साथीको बर्थडे थियो, अनि मैले चाहिँ स्कुलको मास्टरको पिकनिक क्यान्सल गरी सरप्राइज दिन भनेर बसेर हामी बुढाबुढी चाहिँ सरप्राइज दिन उनको घर जाने निर्णय गऱ्यौँ। अनि त्यस पछाडि बर्गर जाँदै फोन गरौँ न त भनेर फोन गर्दा उनी चाहिँ घरमा रहेछन्, परासीतिर रहेछन्। अनि प्लान सब चौपट भयो भनेर हामी चाहिँ 1 घन्टा जति घुरेर बस्यौँ। अनि तिनी पनि आउनु निदो भइसके पछाडि प्लान चौपट भए पनि अब भेटौँ न त भनेर हामीले चाहिँ भेट्ने निर्णय गऱ्यौँ। अनि तिनी आइसके पछाडि तिनी चाहिँ बस लाग्ने घुमै बस लाग्ने उतापट्टि बस्छु भनेर, अनि हामी पनि त्यही भएर हामी चाहिँ आयौँ। अनि त्यस पछाडि लगत्तै हामी चाहिँ त्यहाँ बसिरहेको छौँ। म चाहिँ ऊ भनेर यसो तर्साए जस्तो गर्छु। अनि भेट भयौँ। अरू त केही पनि थिएन, बस्न पनि खासै मानिन्। अब तिमीलाई पनि घर पुग्नु थियो नि त, रात परिरहेको थियो। अनि त्यस पछाडि हामीले सानो सरप्राइज लगाएका थियौँ, दिएर हामी चाहिँ घर फर्क्यौँ। ओके, बाई बाई साथीहरू। आजको भिडियो चाहिँ यति नै हो।